बौद्धिष्ठलाई प्रणाम गर्यो। बौद्धिष्ठले भने तिमी किन आएको भन्दा हजुरसँग ज्ञान लिन आएको म। तिमी किन पसिनै पसिना छौ, थर्र कामी पनि रहेको छौ, साफ छोटो छोटो छ, के भयो? हजुरसँग ज्ञान लिन आउँदा तल बाघ देखेँ, कसो कसो बाघको आँखाबाट बचेर आएँ, अनिखेर म भयभीत छु, मेरो पसिना आएको, म डराएको छु, व्याकुल भएको छु, सास छोटो भइरहेछ। ए लु जाऊ, त्यसमा तिमीलाई ज्ञान हुँदैन। जसले डरलाई त्याग्न सकेको छैन, भय, काम, क्रोध, लोभ, मद, मासे, भय आदि सबै जसले त्यागे हुन्छ त्यसलाई मात्रै ज्ञान हुन्छ। तिमीले भय जित्याएर हिँड्छ, ज्ञान हुँदैन भनेछ। अब नहुने उसले भनेछ ज्ञान नभए पनि मेरो त घाँटी सुकाएको छ, एक गिलास पानी खाऊ न, म त मर्ने बेला भयो। सेउले कटेरोमा पानी रहेछ, त्यो चाहिँ माथिबाट चट्टानबाट उठेर पानी लिन भनेर गिलासमा सार्दै थियो, त्यहाँबाट कमेरो रहेछ, त्यो साधारण भिक्षुको पालो ऊ बस्ने चट्टानमा नमो बुद्धाय भनेर ठुलो अक्षरले लेख्दैछ। अनि उसले पानी ल्याएर दिए, उसले पानी खाएपछि अब त्यो चाहिँ बौद्धिस्ट अब त्यो चट्टानमा चाहिँ बसेर चिन्तन गर्न भनेर यसो गोडो उठाएको थियो, नमो बुद्धाय भन्दै थर्र डराएर त्यो तलै राख्यो गोडो। अनि त्यो साधारण भिक्षुकले भने डर त हजुरलाई डर छैन, डर त त्यागेरै छ त हजुरले, चाहे त्यो डर बाघको होस्, चाहे त्यो डर मन्त्रको होस्, तपाईँले त्यो खुडो तल झार्नु भयो त तपाईँलाई पनि डर चाहिँ रहेछ भने तपाईँलाई चाहिँ कसरी ज्ञान भयो र मलाई डर हुँदा ज्ञान कसरी हुँदैन भनेपछि त्यो बौद्धिस्ट आश्चर्यचकित भएर उसले हात जोड्यो, आजदेखि तिमी मेरो गुरु भयो, तिमीले मेरो आँखा खोलिदियो, मलाई डर रहेछ हो, वास्तवमा त्यो चाहे मन्त्रको डर होस्, चाहे बाघको डर होस्, आजदेखि तिमीलाई गुरु मान्यो भनेर त्यसको चरणमा उसले प्रणाम गरेछ। त्यस हुनाले भक्तवृन्द, ज्ञान सबैसँग हुन्छ, म ज्ञानी भनेर अभिमान गर्नु हुँदैन भन्ने यो शिक्षाप्रद यो कथा मैले दिएँ।